साथीहरू गुड आफ्टरनुन। के छ हजुरहरूको खबर? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि ठिकै छु। अनि म चाहिँ यहाँ चिया लिएर बारी जान लागेको। हाम्रोमा चाहिँ आज हिलाउने काम भइरहेछ, खेती लाउने काम। अनि त्यहाँ माथि हुनुहुन्छ आप्पाहरू, नानीहरू चाहिँ हिलो खेल्दैछन्। अनि म चाहिँ चिया लिएर जान आँटेको। हाम्रो दाइले चाहिँ त्यहाँ गोरु जोत्दै हुनुहुन्छ। अनि यिनीहरू चाहिँ यहाँ हिलो खेलेका अरे। लड्लाउ बिस्तारै हिँड। मजा आयो? कस्तो भइरहेछ? के गरेको रे? के गरेको रे? के गरेको तिमी भन न? हिँड न बिचबाटै। कमिला छ है त्यहाँ टेक्यो भने अब चिल्छ नि। ऊ माथिल्लो गरामा जाऊ खेल। खेल अब खेल्यो, एकछिन खेलिहाल। ऊ माथि जाऊ पानी भएको बेलामा, भएको ठाउँमा। 10 मिनट खेलेर अनि के गर्नु त? अब अलिक मजाले खेला एकछिन, अनि नुहाउनुपर्छ। त्यहाँ पानी खेल्दैछ, हिलो खेलेको रे। मजा आयो भाइ? अब नुहाउनुपर्छ है। 10 मिनट पनि भएको छैन नि खेलेको। मजा आयो? मेरो पछाडि हिरो खेलिरहेछ। अनि म चाहिँ आमाहरूलाई चिया दिइसकेर पनि यता आएको, अलिकति भिडियो बनाऊँ भनेर। हाम्रो खेत चाहिँ यहाँ छ। आली चाहिँ छँदै छैन क्या यहाँ त। हामी कति वर्ष भइसक्यो यहाँ। यता माथि त धान नरोपेको, त्यो घरभन्दा मुनतिर मात्रै रोप्थ्यो सधैँ धान। यसपालि चाहिँ यो बारीहरू बनाउनुको लागि धानहरू रोपेपछि आलीहरू बनिन्छ नि त। त्यही भएर धान रोप्नु लागेको घरभन्दा मासिएर। अनि बिचरा मेरो आप्पा चाहिँ ऊ तल आली लाउँदै हुनुहुन्छ कि एक्लै। तल माई खोला नि देखिरहेछ। अनि हावा चाहिँ शीतल शीतल चलिरहेछ। जस पानी चाहिँ परेको छैन। पानी नपरेकोले यतिको मात्र ठिकै छ। अब चाहिँ म चाहिँ खाजा बनाउन जानुपर्ने छ। नानीलाई नुहाइ पनि दिनुपर्ने छ। हिलो खेलेर यहाँ यस्तो भइरह, ज्वरो आउँछ। नखेल भनेको खुसी भएर खेलिरहेछ। एक्लै बोल्दै खेलिरहेछ। त्यहाँ चाहिँ क्लिन भयो अरे, सफा भयो अरे, वाउ अरे। के गरे हो एक्लै? ओ तिम्रो जस्तो बालापनको उमेर गइहाल्यो हाम्रो। खेला खेला, बिरामी चाहिँ नहुनु। हो जाउँ घर। ए भनेर एकछिन छोडिदिएर गएको। कसो के गरेको रे रानी? गएको ल, बाई। खाजामा चाम्रे पकाएको छु। अनि यहाँ चाहिँ गुन्द्रुकको अचार छ। साह्रो काम गर्दा चाहिँ खाजाहरू यस्तै हुन्छ हाम्रोतिर चाहिँ। अरू खाजाले आउँदैन नि त, नर्मल खाजाले। अनि चाहिँ चट्ट गुन्द्रुक, टमाटर, प्याजको अचार छ। साथीहरू म चाहिँ खाजा लिएर हिँडेको। साथीहरू उता तर्याङ मर्याङ काम नगरेको त्यही भएको थियो कि। घरकै काम गर्दा पनि कति गल्ने, घरि खाना पकाउने, फेरि एकछिनमा खाजा, घरि चिया, तल र माथि। अनि नानीहरू हिलो खेलेपछि नुहाइदिनु, लुगा धुनु, त्यो गर्दा गर्दै गल्ने अवस्था भइसक्यो। अरू बेला घरमा त काम छैन, 2-3 जनालाई पकायो, खायो, बस्छु दिनभरि, घरकै काम गरौँ। तल र माथि चाहिँ कुद्नु पर्थेन।
अलिअलि गलेको अनुभव हुँदैछ मलाई चाहिँ। यहाँ चाहिँ आली लगाइसक्नु भएछ। म चाहिँ खाजा लिएर पनि आइसकेँ साथीहरू। मौसम चाहिँ यस्तो धुम्म भइरहेछ, बादल लागिरहेछ। म उहाँहरूलाई खाजा दिन्छु म। गल्यो अरे हामी नगरी। म चाहिँ खाजा दिएर खाएर पनि आइसकेँ। बारीमै खाना मिठो हुन्छ नि त। अनि हल्का सिमसिम पानी परिरहेको थियो, त्यही भएर भिडियो चाहिँ बनाइन खाएको चाहिँ। अनि आजको भिडियो चाहिँ यति नै। अब भाँडासाँडा माझ्नुपर्ने छ, काम धेरै छ। थ्याङ्क्स फर वाचिङ। सी यु इन नेक्स्ट भिडियो। बाई बाई।